तपाईहरुलाई पनि मलाई जस्तो सर्दी लागेर एकदमै बेसी सुखा खोकी लागेको छ है, रातभरि खोकी लागेर सुत्नु सक्नु हुँदैन भने चाहिँ तातो पानी खाँदा फेरि खसखस खसखस गरेर खोकी लाग्छ नि, सुक्खाकै कफ पनि ननिस्किने तर यहाँ कफ भएको जस्तो हुन्छ भने चाहिँ यो रेमेडी चाहिँ एकदमै राम्रो लाभदायक छ है। हेर्नुस् है, तपाईले बिहान एकपल्ट बेलुका एकपल्ट खानुस्, 1-2 दिन चट्टै पार्छ, कफ पनि निकाल्छ है। त्यसको लागि चाहिँ यो के हो भन्दा चाहिँ मैले चाहिँ खासमा अघि बनाएर खाइसके है, मेरो चाहिँ भिडियो नै भएन रहेछ, त्यसले गर्दा मैले फेरि रिदेखाउँदैछु। यो चाहिँ प्याजको पानी है, प्याजको रस हो। प्याजलाई चाहिँ तपाईले कदुकस गरेर ठुलो चम्चाको 1 चम्चा चाहिँ यसरी प्याजको रस निकाल्नु पर्ने हुन्छ है। मेरो चाहिँ रातो प्याज थियो, पर्पल कलरको आएको छ, पानी मिसाउनु हुँदैन है। त्यसमा चाहिँ हामीले तपाईले 1 चम्चा ठुलो चम्चाको 1 चम्चा चाहिँ प्याजको रसमा चाहिँ तपाईले आधा चम्चा चाहिँ महलाई मिसाउनु पर्ने हुन्छ है। मेरो चाहिँ यहाँनिर 1 चम्चा जति नै छ, त्यहाँबाट महलाई मिसाएपछि चाहिँ तपाईकोमा चाहिँ गोलो गोलो मरिच छ भने एकदमै राम्रो है। मेरोमा चाहिँ त्यो छैन, मेरोमा चाहिँ यो पाउडर मरिच छ है, यो रेडीमेड त्यो हाल्दैछु, तर गोलो छ भने चाहिँ एकदमै राम्रो हुन्छ है। यसो गरेर चाहिँ तपाईले बिहान र बेलुका फ्रेश बनाएर खानुपर्ने हुन्छ है। तर तपाई बेलुका खाएर सुत्नु अगाडि खानुस् है, बिहान पनि खानाको साना खाएर बादमा खानुस् है। यति राम्रो काम गर्छ, यति राम्रो काम गर्छ। आज चाहिँ मैले डबल भयो है खाएको। तपाईहरु कतिजनाले त गर्नुहुन्छ होला है। यदि तपाई सुगर पेशेन्ट हुनुहुन्छ भने 2-3 दिन चाहिँ यसरी खाँदा केही हुँदैन है। तपाईले ट्राई गर्नुहोस् है, नभए चाहिँ चिनी नहालिकन खाएर पनि ट्राई गर्नुहोस् है। मह नहालिकन एकदम रामबान छ है यो चाहिँ।